मोमो बनाएर पनि देखाउनु ल। मोमो खायो के अरे फेरि भन्नु त? दिशा कस्तो लाग्यो? हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल। सो साथीहरू, आई होप हजुरहरू सबैजना राम्रो हुनुहुन्छ हो र म पनि राम्रै छु। र साथीहरू, आजको चाहिँ हाम्रो प्लान चाहिँ मोमो खाने प्लान भएको छ हो। राति चाहिँ मासुको मोमो, भेज मोमो के पाक्छ हो। र यहाँनिर चाहिँ मेरो दाजु भाउजू आउनु भएको छ यहाँ। त्यही पनि किमाहरू सबै बुकियो अरे साथीहरू। किमाहरू बुकेर यहाँ चाहिँ छ जेनिस। जेनिस हेलो भनिदियो होला। यहाँ हुनुहुन्छ आमा हो। र अब चाहिँ हामी मोमोको प्रिपरेसन चाहिँ स्टार्ट गर्ने। सबै कुरो रेडी गरेर चाहिँ एकैचोटि भएर राति चाहिँ अब कसरी बनाउँछु हो, कुन कुन स्टाइलको मोमो हुन्छ तपाईँहरूले देखाउँछु है साथीहरू। स्टे ट्युन। हेर्दै गर्नुहोस् होला। ए मोमोको प्रिपरेसनतिर चाहिँ लागिसकेको है साथीहरू। हेर्नुहोस् यहाँ पनि छ मासु हो, चिकन यहाँ पनि छ हो। दुई किसिमको मासु छ यहाँ चाहिँ। र यहाँ चाहिँ छ मैदा। यहाँ चाहिँ दादाले स्टार्ट पनि गरिसक्नु भइसकिसक्यो साथीहरू। कटिङ खोजेनी सोध्दा जाउँ न त। हेलो भन यता। उनीहरू चाहिँ बाउ छोरी हो। अन्त चपिङ दि अनियन, छिलिङ दि अनियन। पल्टन जाने टाइम भयो तपाईँको? हजुर। के कहिले जानुहुन्छ भन्दा पनि? सन्डे। सो दादा पल्टन जानुहुँदैछ, त्यही भएर चाहिँ हामी चाहिँ अब मोमो नखाइकन त अब कहीँ जानु भएन नि त साथीहरू। मोमो त एकखेप नेपालीको घरमा पाक्छ नि त। त्यही भएर चाहिँ हामी चाहिँ आज मोमो खाने चाहिँ प्याज सानो सानो गरेर चाहिँ साथीहरू यसमा चाहिँ गऱ्यो भने चाहिँ हेर्नु न क्या तमी प्याज हुन्छ हो। र यहाँ चाहिँ भाउजूले आँटा मुस्नु हुँदैछ हो, मैदा मुस्नु हुँदैछ। ए अन्त त्यो क्या त भयो होला अब त काट्यो होला प्याज त खै सानो सानो दिएको छ त। खै हेरौँ त। खोइ काटेको छैन त। ए लु यो चाहिँ हाल्नु भएको छैन रहेछ हो साथीहरू। हेर्नुहोस् न यो हाल्नु भएको छैन रहेछ कि यहाँ भिडियो काट्यो भनेर यस्तो बनायो। अब यो निकालेर मात्रै हाल्नुपर्छ नि, भएन नि। हेर्नुहोस् यहाँ चाहिँ म मासु धुँदैछु हो। यो चाहिँ चिकन साथीहरू। हेर्नुहोस् यहाँनिर चाहिँ मोमोको किमा चाहिँ दादाले मजाले मुस्नु हुँदैछ हो साथीहरू। यहाँ आमा चाहिँ जान्छ तपाईँको काम। अब लास्टमा के पो हाल्नु पर्छ यसमा? हुचिङ कुरा हुँदैन। यहाँ हेर्नुहोस् है दाजु भाउले चाहिँ मिलेर यसरी काम गर्नुपर्छ है साथीहरू। तपाईँहरूको घरमा के छ कसो छ हो। हाम्रो घरमा चाहिँ यसरी मिलेर काम गर्नुहुन्छ हो। के भन्दा बेसी मुस्यो भने चाहिँ सबै प्यात्तै हुन्छ। के अरे हेर्नुहोस् है यहाँ चाहिँ एउटा किमा चाहिँ रेडी भइसक्यो। यहाँ चाहिँ छ क्याबेज, चिकन र ओनियनहरूको बनाएको हो। दादाले मजाले मुसिदिनु भयो। हेर्नुहोस् है तमी देख्दैछ। यो चाहिँ हेर्नुहोस् है अचारको लागि चाहिँ मैले यहाँ अचार तिल फ्राई गरेको छु हो। अन्त अब यो चाहिँ मोमोको लागि चाहिँ टमाटरको अचारको साथीहरू यसरी बनाउनु पर्छ। एकदमै टेस्टी हुन्छ क्या फ्राई गरेर बनायो भने चाहिँ साथीहरू। टमाटर, लसुन, खोर्सानी चाहिँ फ्राई गर्दैछु हो। यहाँनिर चाहिँ सुपको लागि यहाँ साथीहरू मोमो बनाउन चाहिँ स्टार्ट भइसकिसक्यो हो। यहाँनिर चाहिँ म अचार बनाउँदैछु। अचारको लागि चाहिँ मजाले फ्राई गर्नुपर्छ नि त साथीहरू। दादाले चाहिँ यता बेल्नु हुँदैछ है। यहाँ चाहिँ बेल्नु हुँदैछ हो। अब म पनि यस्तो बेला कहिले परे आमाले चाहिँ यहाँ धुई पखाली गर्नुहुँदै थियो हो। र यहाँ अचारको लागि म चाहिँ अचार बनाउँदैछु। जेनिसले चाहिँ यहाँ टिभीको आनन्द लिँदैछ साथीहरू हो। ब्लग हेर्दैछ ब्लग। यस्तै छ जिन्दगीको गोरेटोमा कोही कोही बेला भेला भएर चाहिँ खानुपर्छ नि त। मोमो बनाएर पनि देखाउनु ल। मोमो त बनाएर देखाउनु तर साह्रै सानो बेल्यो नि त। यहाँ हेर्नुहोस् साथीहरू एक मक्टु चाहिँ यहाँ रेडी पनि भइसकिसक्यो। हेर्नु न है हो। यहाँनिर चाहिँ बेलु हेर्नुहोस् है अचार पनि रेडी भइसक्यो मोमोको अचार चाहिँ हो। यहाँनिर मोमो पनि बसिसकिसक्यो 2 मक्टु। र यहाँनिर चाहिँ बनाउनु हुँदैछ हो। विकास त के भन्नु चाहनुहुन्छ तपाईँ? भाउजू म चाहिँ एकदम टेस्टी बनोस् अनि सबैलाई मजा आओस् खान। मजा आओस्। यस्तै
हुन्छ यस्तो खाले कराए साथीहरू हेर्नुहोस् मैले बनाएको हेर्नुहोस् साथीहरू गोलो खालको मोमो हेर्नुहोस् न मोमोको डिजाइन चाहिँ मोमो चाहिँ भइसकिसक्यो रेडी एक मक्टु चाहिँ गाइज हेर्नुहोस् के टाँस्दै छ साथीहरू हेर्नुहोस् यहाँ मोमो चाहिँ रेडी भइसकिसकेको छ हो यहाँ हेर्नुहोस् र म चाहिँ टेस्ट गरेर देखाउँछु ल कस्तो भएछ भनेर एउटा चाहिँ हेर्नुहोस् अचार हो टेस्टी गाइस अब यहाँ चाहिँ म अचारमा नुन कम्ती भएछ हो हाम्रो सेकेन्ड ट्रिपको डो हो अन्त फर्स्टको चाहिँ सक्यो साथीहरू अब चाहिँ हाम्रो मोमोको कार्यक्रम चाहिँ सकिसके यहाँ हेर्नुहोस् सबै बनाएर सकियो हो यहाँ एक नाङ्लो छ हो अलिकति के थियो भात हालौँ यहाँनिर चाहिँ दादाले भात हालौँ भन्दैछ यो लास्टमा एउटा उब्रेर अयो यहाँनिर छ राखेको हो सो यसरी नै सक्यो खै हेरौँ त कतै मोमो भयो ठुलोबाट यहाँनिर चाहिँ खाएर तिमीहरू भयो खाइसकेको अगायो अगायो साथीहरू खाइदिएको है मोमो चाहिँ एकदम चाहिँ म चाहिँ एउटा खाएर देखाउँछु सेकेन्ड टाइम खाएर देखाएको यो चाहिँ दाजु दाजु भाउजू कस्तो भयो मोमो एकदम दामी जुसी क्या दामी भयो साथीहरू भन सुधा आमा मिठो मिठो सबलाई मिठो लाग्यो अरे साथीहरू हो मोमो चाहिँ एकदम कतिवटा खाइसक्यो 20 दिशा कस्तो लाग्यो मिठो लाग्यो अन्सिकालाई ए किन लुकेको अनि यस्तो छ साथीहरू हो हाम्रो सुपसँग हो सुप पनि एकदमै टेस्टी भएको छ गुलियो गुलियो हो र साथीहरू यतिकैमै आजको ब्लग चाहिँ इन गरेको है कस्तो लाग्यो के लाग्यो भनेर चाहिँ भनिदिनुहोस् न कमेन्टमा मोमो खायो के अरे फेरि भन्नु त 40 वटा मोमो खायो तपाईले म त 20 वटा जस्तो खाएँ साथीहरू दादाले चाहिँ जस्ट जोक गर्नुहुँदैछ हो सरासर उल्टा भन्नुहुँदैछ हो भन्नु चाहिँ र साथीहरू आजको लागि यति नै थियो राम्रो लाग्यो भने लाइक गरिदिनुहोस् होला सेयर गरिदिनुहोस् र सब्सक्राइब गरिदिनुहोस् होला नेक्स्ट भिडियो बाई बाई गरिदिनुहोस् है साथीहरू दाजुभाइ अन्सिका हो तपाईँ सबैजना यसरी चाहिँ यहाँ भिडियो एन्ड गरौँ भने तर फेरि भिडियो एन्ड भएन साथीहरू यहाँ खाएर सबैजना यहाँ अझ खाएकै हेरिरहेछ खोइ देखेन पनि हौ खाएकै हेरिरहेछन् सबैजनाले हो यहाँ चाहिँ दादा चाहिँ स्लिप